नमस्कार साथीहरू। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जब बस्यो, हिजो अस्ति जब बस्यो, त्यो बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रहरी प्रशासन सिङ्गोलाई अर्थात् आइजिपी पनि त्यहाँ चाहिँ उपस्थित हुनुहुन्थ्यो। आइजिपीलाई राखेको प्रश्न, आइजिपी दीपक थापामाथि गरेको प्रश्न थियो रामहरि खतिवडाले। त्यहाँ के भनेको थियो भन्दा चैत्र 15 गते तिनकुनेमा भएको राजावादीहरूको आन्दोलनमा प्रहरी प्रशासनले म्याद नागेको अर्थात् डेट एक्सपायर भएको असुर ग्यास प्रहार गरेको भन्ने समाचारहरू आएको छ नि भन्ने खतिवडाको प्रश्नमा नेपालका प्रहरी महानिरीक्षक दीपक थापाले चाहिँ एउटा बच्चाले जस्तो दिने उत्तर दिएको छ। खै मलाई जानकारी भएन, मलाई चाहिँ त्यो जानकारी आएन भन्ने जस्तो अभिव्यक्ति पनि दिएको छ। अनि अर्को प्रवक्ताले चाहिँ के भनेको छ भन्दाखेरि भने भिडियोहरू त्यो डिफेक्ट भएको असुर ग्यास हानिएको भिडियोहरू चाहिँ डिफेक्ट भएर चाहिँ त्यस्तो देखिएको हो भन्ने कुरा पनि गर्यो। होइन, त्यो सरासर गलत हो, त्यो सरासर झुट हो। यस्तो झुटो अफवाह फैलाइराखेको जनता समक्ष। अनि अर्को कुरो भनेको आइजिपीले के कुरा पनि थप गरेका थिए भने एक्सपायर भएको हामीले चाहिँ असुर ग्यासहरूलाई डिस्पोज गर्ने गरेका छौँ, त्यसरी चाहिँ हान्ने गरेका छैनौँ भनेको थियो। 2017 मा म्यानुफ्याक्चर भएको एक्सपायर डेट 2022 मा थियो। अब अहिले त 2025 लाग्दैछ। त्यो लाज भन्ने कुरा अलिकति चाहिन्छ। जनताको आँखामा सिधै दिउँसै खुर्सानी छर्ने काम गरिरहेको छ क्या। सरकारले पनि त्यस्तै गरिरहेको छ, सरकारी उच्च निकायहरूले पनि त्यस्तै गरिरहेको छ। किन भन्दा ती उच्च निकायहरू पनि सरकारकै माता हातमा चल्ने हुन् नि त, होइन? स्पष्टै देखिन्छ। अब यही कुरोमा जोडिन्छ अब रवि लामिछानेको केस पनि। अब हिजो बेलुकाको केस अब देख्न सक्नुहुन्छ, होइन? हातमा एउटा पुर्जी छैन, पुर्जी नगाडिकन मनोमानी ढङ्गले चाहिँ एउटा निजी निवासमा चाहिँ धरकपड गर्न आएको स्थिति, त्यो प्रश्न सबैले देखेको कुरा हो। कति दमन छ, कति गरिराखेको छ, एउटा जनतालाई कति पेल्न खोज्छ भन्ने कुरा सरकारले, यो सिङ्गो राष्ट्रले प्रश्न भइसकेको छ क्या। यो लाजिमर्दोको स्थिति भयो, यो चिन्ताजनकको स्थिति भयो। यो के हो, यो के गर्न खोजेको, के भइराखेको छ यो राष्ट्रमा भन्ने कुरा थाहै छैन। हरेक चाहिँ घटना घट्छ, घटनापछि अनेक पार्टीहरूले, अनेक संस्थाहरूले, अनेक उच्च निकायहरूले अनेक आफ्नो फन्डा बनाउँछ, फन्डा अनुसार चल्न थाल्छ। ज्यान जानेको ज्यान गइसकेको हुन्छ क्या। यस्तो तरिकाले देश चल्छ यार। अनि देशमा द्वन्द्व हुनुको कारण यही हो क्या, देशमा अराजक मचिनुको कारण यही हो क्या। दिमाग खराब।